हेलो हाई नमस्ते, तपाईँ हुनुहुन्छ मोबाइल कास्टमा। आज पनि एउटा नयाँ एपिसोड लिएर आइसकेको छु मोबाइल कास्टमा। तपाईँहरूलाई थाहा नै छ मोबाइल कास्टको उद्देश्य के हो भनेर। हामी जहाँ छौँ त्यही गफ गर्छौँ, जे छ त्यही परिवेशका कुराहरू हामी गर्नेछौँ। आज हामी काठमाडौँको सडकमा छौँ, सडकमा यात्रा गरिरहेका छौँ। यो यात्राको क्रममा मलाई साथ दिनको लागि हुनुहुन्छ युवा उद्यमी व्यवसायी श्री खनालजी। श्री खनाल सर, यहाँलाई स्वागत छ मोबाइल कास्टमा। धन्यवाद, नमस्कार। श्री सर, होइन मलाई आज हामी रोडमा यात्रा गरिरहेछौँ। तपाईँ पनि काठमाडौँको रोडमा धेरै वर्ष सवारी साधन चलाइरहनु भएको छ। यो परिवेशमा तपाईँको काठमाडौँको रोडलाई तपाईँले कहिलेबाट आफैले सवारी साधन चलाएर लिएर हिँड्नुभयो रोडमा? अब सवारी साधन भन्नाले दुई पाङ्ग्रे त मैले झन्डै 20-22 वर्ष भइसक्यो चलाएको। ए हजुर। र चार पाङ्ग्रे चलाउन थालेको लगभग 12-13 वर्ष जति आफ्नै मोटर किनेर चलाउन लागेको। आफ्नै मोटर किनेर आफैले कमाएर होइन व्यवसायबाट। अनि काठमाडौँमा यात्रा गाडी चलाउँदाखेरिको अनुभव कस्तो छ सर? कस्तो सहजता कतिको हुन्छ, अप्ठ्यारो कस्तो छ काठमाडौँका सडकहरू, तपाईँले गाडी चलाउँदाखेरिका फिलहरू, जामका कुराहरू अलिकति अनुभव सुनाउनु न सर। पक्कै पनि काठमाडौँमा गाडी चलाउन सहज चाहिँ छैन, तर हामीले अब धेरै वर्षदेखि चलाइराखेको कारणले हामीलाई चाहिँ यो ह्याबिचुअल भइसक्यो। त्यो अप्ठ्यारो भन्ने त्यस्तो लाग्दैन। तर मेरो साथीहरू जो बाहिरबाट आउनुहुन्छ उहाँहरूले चाहिँ काठमाडौँमा ड्राइभ गर्न एकदमै गाह्रो छ चाहिँ। किन रहेछ सर, तिनीहरूलाई किन गाह्रो लाग्दो रहेछ? अब यहाँको अलिकति साङ्ग्रो बाटोहरू लगायत अब ट्राफिक रुल्सको कुरा र यहाँनिर बेसिकली यहाँको ड्राइभ गर्ने स्किलहरू जुन छ त्यो चाहिँ अलिकति रिस्की छ। धेरैजना मलाई लाग्छ 80% भन्दा बढी राइडरहरूलाई, ड्राइभरहरूलाई चाहिँ गाडी राम्रोसँग चलाउन आउँदैन, ट्राफिक रुललाई फलो गर्न चाहिँ आउँदैन भन्ने बुझेको छु। तपाईँले चाहिँ कतिको फलो गर्नुहुन्छ ट्राफिक रुल? म सकेसम्म फलो गर्छु, तर कहिलेकाहीँ अब मिस्टेक हुन्छ, ड्राइभ गर्ने मान्छेको काहीँ न काहीँ मिस्टेकहरू चाहिँ हुन्छ, भइरहेको हुन्छ मेरो कहिले। भन्नाले तपाईँले रुल ब्रेक गर्नु भएको छ, जानी रुल ब्रेक गरेको र अन्जानमा रुल ब्रेक गरेर कस्ता खालका रुल ब्रेक हुँदो रहेछ तपाईँबाट? अन्जानमा भएको ब्रेकहरू चाहिँ जस्तो कहिलेकाहीँ लेन क्रस गर्ने काम र कहिलेकाहीँ ओभर स्पिडिङको कामहरू हुन्छ भने, कहिलेकाहीँ नथाहा पाएको ठाउँमा पार्किङ गर्ने हुन्छ अन्जानमा भएको चिजहरू। र कहिलेकाहीँ जान के हुन्छ भने कुनै काम परेको हुन्छ, यसो साइडमा गाडी स्ट्यान्ड गरौँ न त एकछिन, मेरो काम सकिहाल्छु भन्ने तरिकाले जानी रुल ब्रेक गरेको केसहरू चाहिँ हुन्छ। अनि रमाइलो प्रसङ्ग कुनै छ? अब गाडी चलाउँदाखेरि धेरैजना कतिपय त गाडी अनि बाइकहरू यताउता दायाँ बायाँ हुन्छ नि त, अनि बाइकले साइड दिन यताउता भनी भन्छन्, गाडी चलाउनेहरूले चाहिँ अलिकता फेरि बाइक चलाउनेले गाडी चढ्नेले हेपी भन्छन्, गाडी चढ्नेहरूले चाहिँ बाइकहरू अलि राम्रोसँग चल्दैन। त्यो कस्तो पाउनु भएको छ तपाईँले? एकदमै तपाईँको जस्तो नेपालमा मैले देखेको त 80% मानिसलाई गाडी चलाउन, बाइक चलाउन अथवा सवारी साधन चलाउन राम्रोसँग आउँदैन। दुईटा रिजन हुनसक्छ। पहिला त यहाँनिर ट्राफिक रुल अनुसारको जुन रोडहरू, त्यसपछि तपाईँको इन्फ्रास्ट्रक्चरको कुरा छ त्यो राम्रो नभइदिएको कारण पनि एउटा हुनसक्छ। र अर्को कुरा जस्तो तपाईँले ओभरटेक कताबाट गर्ने, हामीले कुन लेनमा कुन स्पिडमा हिँड्ने, जस्तो तपाईँको इन्डी लेनमा हिँड्दै हुनुहुन्छ भने कुन स्पिड हुने, मेजर लेनमा हिँड्दै हुनुहुन्छ भने कुन स्पिड हुने भन्ने लगायतका कुराहरू, धेरै कुराहरू हामी अलिकति यो भर्खर रोड कन्स्ट्रक्सनहरू पनि डेभलप भइरहेको कारणले पनि हुनसक्ला, धेरै कुराहरूमा हामीलाई चाहिँ समस्या छ अहिले पनि। धेरैजना ड्राइभरमा, इभन ममा पनि धेरै प्रब्लम छ। तर मैले चाहिँ यो बाहिर पनि गाडी चलाएको भएको कारणले रुलहरू मलाई धेरै कुरा थाहा छ, मिस्टेक चाहिँ कहिले गर्छु। तर यहाँनिर ड्राइभिङ गर्ने मान्छे धेरै मान्छेले मिस्टेक गरेको हुन्छ, 80% मान्छेले मिस्टेक गरेको हुन्छ। भनेपछि तपाईँले सुधार्नु पर्ने चाहिँ के देख्नुहुन्छ मेन? सुधार्नु पर्ने त जस्तो पहिला ट्राफिक रुल, ट्राफिकको त्यो इन्फ्रास्ट्रक्चरलाई सुधार्न सक्दाखेरि राम्रो हुन्छ। होइन भने पनि अब चालकहरूलाई चाहिँ एउटा बेसिक नलेजहरू, इन्फर्मेसन दिने विभिन्न तरिका छ। अहिले त सोसियल मिडियाबाट दिन सकिन्छ। तपाईँको कुनै अब भनौँ न ट्राफिक कार्यालयले आफ्नो एउटा पेजहरूबाट यसरी ड्राइभ गर्नु होला भनेर इन्फर्मेसनहरू दिन सकिन्छ। रोडमै तपाईँको कतिवटा क्याम्पेनहरू रन गर्न सकिन्छ ताकि मानिसहरूलाई चाहिँ एउटा नलेज बढोस्। र ट्राफिक रुल फलो गर्नलाई विशेष गरी लाइसेन्स लिने बेलामा नै हामीले गाडी चलाउने मात्रै कसरी भनेर धेरै कुरा त्यहाँनिर ट्रायललाई विशेष हामीले मेजर चिजमा हेर्छौँ लाइसेन्स लिने सम्बन्धमा। तर ट्राफिक रुल चाहिँ मेजरली थाहा पाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। जी, तपाईँले 4-5वटा कम्पनी रन गरिरहनु भएको छ होइन? अनि अहिलेको व्यवसायको अवस्थाहरू कस्तो रहेको छ? तपाईँको व्यवसाय कस्तो छ सर अहिले?
मेरो व्यवसाय ओभरअल ठिकै छ, जुन हिसाबमा ग्रो हुनुपर्ने हो हजुर। मेरो पर्सपेक्टिभबाट चाहिँ त्यो लेभलको ग्रो चाहिँ छैन। अब देशमा अलिकति जहिले पनि हामी यो मैले ट्रान्जिसनल भन्ने वर्ड जेमा पनि प्रयोग गर्ने गरेको छु, यो व्यवसायमा पनि हामी एकदम ट्रान्जिसनल स्टेजमा छौँ जस्तो लाग्छ। किनभने देशको राजनीति जबसम्म तपाईँको स्थिर रहँदैन, स्थिर नरहेको कारणले व्यवसायीहरूलाई व्यवसाय आफ्नो सोचेअनुसार व्यवसाय गर्न चाहिँ समस्या हुँदो रहेछ। लगायत यहाँनिर धेरैवटा नियम कानुन लगायत जुन एउटा फाउन्डेसनहरू, व्यवसायको लागि पनि फाउन्डेसनहरू चाहिने हुन्छ, त्यस्तो चिज नभएर एउटा व्यवसाय गर्नेले जहिले पनि आफ्नो रिस्कमा, हाई रिस्कमा व्यवसाय गर्नुपर्ने भएको कारणले अलिकति इन्भाइरोमेन्ट चाहिँ छैन। बट स्टिल मेरो आफ्नो व्यवसाय चाहिँ इज गोइङ वेल भन्छु म यो अवस्थामा चाहिँ। तपाईँको के व्यवसाय छ अलिकति? मेरो खास इन्टेरियर सम्बन्धी काम गर्छु म। यो अल्ट्रा इन्टेरियर भन्ने मेरो कम्पनी छ। अर्को चाहिँ यो प्रिमियम क्लासको किचन अप्लायन्सेस बेच्छु म। मल्टी ब्रान्ड सोरुम छ मेरो, मल्टी ब्रान्ड प्रोडक्टहरू बेच्छु। त्यसै यो फर्निचरसँग रिलेटेड जति पनि तपाईँको फर्निचरहरू इम्पोर्ट गर्नुभन्दा नेपालमै उत्पादन गर्नुपर्छ भन्ने जुन राज्यको पनि एउटा थट छ, त्यो अनुसार मैले मसिनरीहरू बेच्छु। जति पनि फ्याक्ट्रीहरू फर्निचर बनाउने हुनुहुन्छ, मोडुलर फर्निचर स्पेसली, त्यसको लागि मसिनरीहरू बेच्छु। अल्ट्राटेक भन्ने मेरो मसिनहरू छ। त्यस्तै तपाईँको मैले वेयर हाउसहरू बनाउने गर्छु। बिल्डिङ जस्तो प्रपर्टीहरू लिज लिने, त्यसमा तपाईँको बिल्डिङ स्ट्रक्चरहरू बनाउने अथवा वेयर हाउसहरू बनाउने र त्यसलाई फेरि रेन्ट आउट गर्ने, त्यस्तो काम गर्ने गरेको छु। भनेपछि त तपाईँको एकदम मल्टी बिजनेस रहेछ होइन? एउटा कुरा के, यो मल्टी बिजनेस गर्दाखेरिको फाइदा के हुन्छ भन्नुपर्छ? मल्टी बिजनेस गर्दाको फाइदाको कुरा गर्ने हो भने तपाईँ एउटा कुनै बिजनेसमा बसिराख्नु भएको छ भने कहिले पनि बिजनेसमा चाहिँ एउटा अप एन्ड डाउनको इन्डेक्स चलिरहेको हुन्छ। कुनै बिजनेस तपाईँको समयले गर्दाखेरि अथवा तपाईँको त बिजनेसको टाइपले गर्दाखेरि कम उतार चढाव आउने गर्छ। त्यस्तो अवस्थामा कहिलेकाहीँ तपाईँलाई एउटा बिजनेसमा बसेर एकदमै डाउनफल भयो भने तपाईँसित भएको अन्य बिजनेसकोले तपाईँलाई ब्यालेन्स गर्न काम गर्छ अथवा तपाईँलाई डाउनफल हुन दिँदैन। र कुनै बिजनेस एकदमै ग्रो भयो भने अब यो क्रममा के हुन्छ भने तपाईँले 4-5वटा बिजनेस लिइराख्नु भएको छ र तपाईँले जुन बिजनेसमा ग्रो राम्रो देख्नु भएको छ त्यसमा तपाईँले इन्भेस्टमेन्टको इनपुट पनि इन्क्रिज गर्दै जानुहुन्छ भने जुन चिज तपाईँको डिक्लाइन भइरहेछ अथवा बिजनेस राम्रोसँग ग्रो भइरहेको छैन त्यसलाई चाहिँ इन्भेस्टमेन्टलाई मिनिमाइज गर्न सक्नुहुन्छ। त्यो तपाईँलाई बेनिफिट हुन्छ मल्टी बिजनेसको हैन। अनि कतिजनालाई रोजगार दिनुभएको छ अहिले प्रत्यक्ष रूपमा? मेरो प्रत्यक्ष इन हाउस चाहिँ 30-35 जना हुनुहुन्छ होला, अझै बढी हुनुहुन्छ। लगभग फ्याक्ट्री पनि गर्दा मेरो 50-55 जना जति हुनुहुन्छ। र हामीलाई तपाईँको हाम्रो आवश्यक परे अनुसार चाहिँ हामीले पिटी कन्ट्र्याक्टहरू दिइरहेको छौँ। त्यसमा त्यो हिसाबको हाम्रो रेगुलर काम गर्ने टिमहरू हुनुहुन्छ 25-30 जना, उहाँहरूले पनि काम गर्नुहुन्छ। ठिक छ। भनेपछि तपाईँको मतलब लगभग 100 जना जति चाहिँ प्रत्यक्ष अप्रत्यक्ष त तपाईँले धेरैजना भन्न मिल्छ। जस प्रत्यक्ष पनि 100 जना नभनौँ, 60-70 जना चाहिँ प्रत्यक्षमा चाहिँ हुनुहुन्छ। अनि कतिपय युवाहरू देशमा केही भएन, देशमा केही गर्न सकिएन, वातावरणै भएन भनेर विदेशी रहेको अवस्था छ। यसलाई चाहिँ तपाईँ एउटा युवा उद्यमी भएको नाताले चाहिँ कसरी हेर्नु भएको छ? यस्तो छ, अवसर नहुने त जहाँनिर मानिस हुन्छन् त्यहाँनिर अवसर हुन्छ नै, किनभने त्यहीँनिर बिजनेस हुन्छ, त्यहीँनिर इकोनोमी एक्टिभिटीहरू हुन्छ। तर अघि मैले भनिसकेँ तपाईँलाई, जबसम्म देशमा स्थिरता, राज्य सरकार स्थिर रहँदैन र देशमा तपाईँको बिजनेस गर्नको लागि डिफ्रेन्ट पोलिसिजहरू हुनुपर्छ, इन्भेस्ट गर्ने मान्छेलाई इन्भेस्टको सेक्युरिटी हुनुपर्छ, लगायतको विभिन्न कुराहरू छन्। त्यो जबसम्म त्यो इन्फ्रास्ट्रक्चरहरू तयार हुँदैन त्यति बेलासम्म मान्छेलाई काम गर्ने इन्भाइरोमेन्ट हुँदैन। र काम गर्ने मान्छेले पनि नेपालमा उद्यमी गरेका छन्, हामीले पनि गरेका छौँ, त्यो चाहिँ हाई रिस्कमा काम गरिएको छ, रिस्कलाई मोलेर काम गरिएको छ। बिजनेस आफैमा रिस्क एक प्रकारको गेम हो यो हैन, तपाईँले रिस्क लिनै पर्छ। तर बाहिरभन्दा यहाँनिरको बिजनेसहरूमा रिस्क बढी छ। त्यही अनुसार तपाईँले राम्रो काम गर्न सक्नुभयो भने राम्रो रिटर्न पनि छ सँगसँगै। त्यसले गर्दाखेरि जेनरल मान्छेले जेनरल टाइपको बिजनेस गर्छु भन्नेलाई पक्कै पनि गाह्रो छ। रिस्क मोलेर अलिकति
देखा जाएगा भन्ने कन्सेप्टबाट तपाईँ अगाडि बढ्नुभयो भने बिजनेसमा सक्सेस हुने चान्स पनि छ, फेलियर पनि त्यही अनुसार चान्स छ। राज्यले चाहिँ के गरिदिनु पर्यो जस्तो लाग्छ तपाईँलाई? राज्यले पोलिसी मेकिङ गरिदिनु, पोलिसी मेकिङमा काम गर्नु पर्यो। जस्तो अब प्रोडक्सनको कुरा गरौँ, प्रोडक्सनमा जस्तो कस्तो सामानहरू हामी देशमा उत्पादन गर्ने, जस्तो तपाईँको फन्डामेन्टल चिजहरू जुन तपाईँको राज्यको बेसिक चिजहरूमा आउँछ त्यो चिज चाहिँ राज्यमा उत्पादन हुनुपर्छ। उत्पादन गर्नको लागि इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ। इन्भाइरोमेन्ट कसरी क्रिएट हुन्छ भने तपाईँसँग त्यसको लागि चाहिने र मेटेरियलहरू, त्यसको लागि चाहिने फ्याक्ट्री सेटअपहरू लगायतमा अब फाइनेन्सिङको कुरा आउँछ, इन्भेस्टमेन्टको कुरा आउने बित्तिकै फाइनेन्सिङको कुरा आउँछ, ब्याङ्क फाइनेन्सिङको इस्यु हामीसित छ। त्यस्तै तपाईँलाई तपाईँले के बिजनेस गर्ने, बिजनेसको कतिवटा कन्सेप्टहरू छ नि राज्यले तपाईँलाई दिन सक्छ कि कुनै एउटा भनौँ न तपाईँले एउटा समिति बनाइदिनु भयो अर्थ मन्त्रालय अन्तर्गत, त्यसले चाहिँ तपाईँको बिजनेस आइडियाहरू ग्यादर गर्ने र त्यो ग्यादर गरेको आइडियाजहरूलाई चाहिँ तपाईँको बजारमा रिभिल गर्ने र यङ एन्टरप्रेनरहरूलाई चाहिँ त्यसमा अट्र्याक्ट गर्ने र अट्र्याक्ट गरेर राज्यकै निकाय जुन तपाईँको ब्याङ्किङ सेक्टरहरू छ, ब्याङ्किङ सेक्टरहरूलाई चाहिँ इन्टिग्रेट गराइदिने र ब्याङ्कमा काम गर्दाखेरि बिजनेस गर्ने व्यापारीले पनि ब्याङ्कको भोलि दायित्व तिर्न पर्ने गरी तपाईँलाई एउटा के भन्ने मेकानिजम बनाउने र ब्याङ्कले पनि उसलाई लोन दिनलाई कुनै हिचकिचाहट नहुने गरेर एउटा तपाईँको त्यो लेभलको इन्फ्रास्ट्रक्चर तयार गरिदियो भने सायद व्यापार गर्न चाहिँ सजिलो हुन्छ। किनभने व्यापार भनेको आफैमा मान्छे पैसा भएर लगेर खन्याउने भन्ने हुँदैन। तपाईँको आइडियालाई हामीले बिजनेसमा कन्भर्ट गर्ने कुरा हो। ओके, भनौँ नेपालमा व्यवसाय गर्नको लागि कतिको सहजता छ अहिले? नेपालमा व्यवसायीहरूलाई पछिल्लो समय अलिकता राज्यले तर्फबाट पनि त्यति एकदमै सहयोग नभएको, अलिकता धरपकडको अवस्थाहरू आएका, कति व्यापारीहरूलाई चाहिँ जस भनौँ न थुनिरहेको अवस्था पनि छ होइन? यस्तो अवस्थामा चाहिँ व्यवसायीहरूको मनोबल कस्तो हुन्छ? अनि खास यो गर्न यस्तो छ, खास व्यवसायीलाई धरपकड गरेको सम्बन्धमा र नयाँ नीति नियमहरूमा चेन्ज गरेको कुराहरूमा चाहिँ सबै नै खराब हुन्। यो अहिले आएको सरकारले व्यवसायीलाई आतंक गरिरहेछ भनेर मात्रै बुझ्नु पनि रङ हुन्छ। तर केही हदसम्म व्यवसायीलाई व्यावसायिक एउटा इन्भाइरोमेन्ट जगाउन नयाँ सरकार आइरहेछ, नयाँ एउटा उत्प्रेरणा लिएर आउनको लागि अलिक सहज रोल चाहिँ खेल्नु पर्ने हुन्थ्यो जस्तो लाग्छ राज्यले, सरकारले। त्यो चिज अलिकति देखिँदैन। तथापि केही नयाँ नियमहरू नीतिहरू बनाइरहेको छ जसले तपाईँको फ्युचरलाई चाहिँ लङ टर्ममा काम गर्न इजी हुने तरिकाले प्लान ल्याएको छ, त्यसलाई पनि हामीले एप्रिसिएट गर्नुपर्छ। अनि तपाईँले अहिलेको अब सरकारकै कुरा आयो, राज्यकै कुरा आयो, व्यवसायकै कुरा आयो होइन? नयाँ लगानीकर्ताहरूलाई चाहिँ कसरी इन्करेज गर्नुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई? अब नयाँ लगानीकर्ताहरूलाई त त्यही हो, राज्यले नयाँ नयाँ पोलिसी ल्याउनु पर्यो। जस्तो विदेशी लगानी, कुनै पनि देशमा विदेशी लगानी नआउँदासम्म त्यो देशको तीव्र गतिमा विकास गर्न चाहिँ असम्भव हुन्छ। त्यसमाथि पनि हाम्रो नेपालको कन्टेक्स्टमा हामीले डेभलप गर्न सक्यौँ भने यहाँनिर भएको नेचुरल रिसोर्सेस, जसमा पनि स्पेसली हामीसित भएको स्प्रिङ वाटर, जुन करेन्ट वाटर भनौँ न, बग्ने पानी, र जसबाट हामी विद्युत उत्पादन गर्न सक्छौँ र विद्युत उत्पादन गरेर त्यो विद्युतलाई हामीले त्यस्तै पावर कन्ज्युम गर्ने उद्योग धन्दाहरूदेखि लिएर कुनै पावर स्टेसनहरू सञ्चालनमा ल्याउन सक्यौँ भने हामी त्यसको भरमजदुर फाइदा लिन सकिन्छ, एउटा कुरा। अर्को कुरा चाहिँ हामीले टुरिज्मलाई बढी फोकस गरेर काम गर्न सक्यौँ भने हाम्रो देशलाई छिटो विकास गर्न सकिन्छ। र युएसको लागि हामीलाई चाहिने भनेको विदेशी लगानी नै हो। विदेशी लगानीलाई तपाईँ जबसम्म इन्टरटेन गर्न सक्नुहुन्न, अट्र्याक्सन गर्न सक्नुहुन्न, तबसम्म देश विकास गर्नलाई त्यति सहज हुँदैन। जस हाम्रो जस्तो कन्ट्रीमा चाहिँ विदेशी लगानी चाहिँ एकदमै चाहिन्छ, अपरिहार्य छ। सबैभन्दा बढी चाहिँ अझ हाइड्रोको क्षेत्रमा लगानी गर्न, हाइड्रो टुरिज्मलाई चाहिँ विकास गर्न सक्यो भने एकदमै व्यापक हुन्छ। यो एकदमै सही कुरा गर्नुभयो। अब एउटा नयाँ व्यवसायी होइन, व्यवसाय गर्छु भनेर आयो भने उसले चाहिँ के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँ? अब नयाँ व्यवसायको हकमा त पहिला त राज्यले, देशले, सरकारले भनौँ न, नयाँ व्यवसायलाई लगानी गर्ने क्षेत्रहरू के हुन्, कस्तो कस्तोमा लगानीको पोटेन्सियालिटी छ भनेर कुनै बिजनेस रिसर्चहरू, जस्तो एउटा कुनै राज्यको भनौँ न अर्थ मन्त्रालय अन्तर्गत एउटा बिजनेस रिसर्चको एउटा तपाईँको विभागै छुट्याइदिएर टन्नै बिजनेसहरूको पोसिबिलिटिजहरू
गरिदियो भने बिजनेस प्रोजेक्टहरू प्लानहरू चाहिँ तयार गरेर को मान्छे केमा फिट हुन सक्छ, को मान्छेसँग के कति लगानी गर्ने क्यापेसिटी छ र उसँग इन्टेलेक्चुअल प्रपर्टी के छ, त्यो आधारमा उसले बिजनेस गरोस् भनेर इन्करेज गर्नुपर्छ। अर्को कुरा फाइनेन्सिङ सेक्टरलाई चाहिँ एकदमै तन्दुरुस्त बनाउनुपर्छ। अहिले पनि नेपालमा तपाईँ बिजनेस गर्नुहुन्छ भने तपाईँसँग तपाईँको आफ्नो कोल्याटरल भएन भने ब्याङ्कले फाइनेन्स गर्दैन। किन गर्दैन भने ब्याङ्कहरूले पनि सरकारले अस्योर गरेको छैन, किनभने यहाँ एस्युरेन्स त राज्यले गर्नुपर्छ ब्याङ्कलाई, ब्याङ्कले व्यापारीलाई र व्यापारीले फेरि राज्यलाई। त्यो भनेको एउटा इकोसिस्टम हो। त्यो इकोसिस्टमलाई म्यानेज गर्न नसक्दासम्म बिजनेस ग्रो गर्न असम्भव हुन्छ। एनिवे हामी बिजनेसका कुरा पनि गर्यौँ र अलिकता बाटोको रोडको कुरा पनि गर्यौँ। रोडमा भएको कारणले गर्दाखेरि अहिले देशको परिवेशको कुरा पनि गरिरहेका छौँ। अहिलेको राजनीतिक परिवेश हेर्दा तपाईँलाई कस्तो लाग्छ? अलिकता तपाईँ पोलिटिक्समा अलिकता ज्ञान छ कि जस्तो लाग्छ सरलाई? इन्ट्रेस्ट कतिको छ पोलिटिक्सतिर तपाईँको? पक्कै पनि पोलिटिक्समा मलाई इन्ट्रेस्ट छ, तर पोलिटिक्स भनेको तपाईँले आफ्नो कामै सबै छोडेर पोलिटिक्स गर्ने भन्ने होइन। तपाईँ आफ्नो बिजनेस व्यापार गरेर आफूबाट केही समय निकाल्न सक्नुहुन्छ भने तपाईँ पोलिटिक्स गर्नु भयो भने राम्रो हो। किनभने पोलिटिक्स भनेको आफैमा एउटा समाज सेवा हो, एउटा देशप्रतिको तपाईँको कन्ट्रिब्युसन हो। त्यसले गर्दाखेरि पोलिटिक्समा इङ्गेज हुनुहोस्, तर पोलिटिक्सलाई तपाईँले व्यवसाय नबनाउनुहोस्, पेसा नबनाउनुहोस्। पोलिटिक्स गर्ने मान्छेको साइडमा व्यवसाय हुनु पर्यो। तपाईँ केही न केही तपाईँको इन्कम हुने कुरा हुनु पर्यो। तपाईँ सर्भाइभ हुनलाई पोलिटिक्स गरेर सर्भाइभ हुन्छु भन्ने तरिका लिनु भएन। द्याट मिन्स तपाईँले पेसा अप्नाउनु भएन पोलिटिक्सलाई। भनेपछि त तपाईँ यो समाज सेवा अब कहिलेबाट सुरु गर्नुहुन्छ त? अब यसो छ, मेरो एउटा लाइफको आफ्नै एउटा स्केड्युल बनाएको छु। मैले चाहिँ मेरो लागि 45-50 वर्षको उमेर हुँदासम्म म बिजनेस गर्छु। मेरो लागि सर्टेन इन्कम जेनेरेट गरेर, रेभिन्यू जेनेरेट गरेर आफू सर्भाइभ भइसकेपछि म पोलिटिक्स गर्छु र देशको लागि केही मेरो समय दिन्छु भन्ने सोच राखेको छु। प्रोबेबली अब मलाई अलिकति इन्ट्रेस्ट लागिरहेछ। म छिट्टै नै पोलिटिक्समा अलिकति इङ्गेज हुन्छु, जुन लेभलमा भए पनि। भनेपछि प्रत्यक्ष राजनीतितर्फ अब लाग्नुहुन्छ? जस इन्ट्रेस्टेड छु, कहाँनिर त्यस्तो अपर्च्युनिटी पायो भने म समाज सेवा, देश सेवा गर्न अति नै इच्छुक छु। ओके, भनेपछि तपाईँको पोलिटिक्समा पनि इन्ट्रेस्ट छ। पोलिटिक्समा इन्ट्रेस्ट हुने मान्छे भइसकेपछि अलिकता पोलिटिकल गफ नै गरौँ न। अहिलेको राजनीतिक परिवेश र अहिलेको हेर्दाखेरि तपाईँले त अब भनौँ न 62-63को जनआन्दोलन पनि देख्नुभयो होइन, भोग्नुभयो, जस युवा अवस्थामा थाहा पाउने अवस्थामै भनौँ न। अनि पछिल्लो समय आएको जेनजी आन्दोलन, जेनजी आन्दोलन, यी आन्दोलनहरूले ल्याएका परिवर्तनहरूलाई हेर्दाखेरि कसरी तपाईँले अहिले आफ्नो तरिकाले मूल्याङ्कन कसरी गर्नुहुन्छ सर? अब म त 80s 90s को मान्छे भएको कारणले नेपालमा धेरै कुराहरूको चेन्जलाई अनुभव गर्न पाएँ र कति कुराहरू, पुराना कुराहरू फिल गर्न नपाए पनि भर्खरै गएको कारणले त्यसको इतिहासलाई राम्रोसँग खेलाउन पाएँ। जस्तो नेपालमा राणा शासन 2007 सालमा हट्यो। 2017 सालमा प्रजातान्त्रिक हाम्रो देशले प्रधानमन्त्री पायो। त्यो पनि अपदस्थ भयो र फेरि निरङ्कुश शासन चल्यो। निरङ्कुश शासन तपाईँको 2046 सालमा अर्ध निरङ्कुशता हट्यो भन्छु म चाहिँ। त्यसलाई पुरै प्रजातन्त्र आइसकेको थिएन 2046 सालको आन्दोलन। त्यसपछि फेरि देशमा अर्को क्रान्ति, माओवादीहरूबाट क्रान्ति भयो। 63 सालमा अर्को लेभलको राजतन्त्र हट्यो र आम नागरिकहरू रैतीबाट प्रजा भए, प्रजाबाट जनता भए, जनताबाट नागरिक हुने एउटा स्टेजमा छौँ हामी। त्यसले गर्दाखेरि धेरै परिवर्तनहरू अनुभव गरेका छु। र अहिले त्यसपछि आएर जेनजीको आन्दोलन भयो। जेनजीको आन्दोलन पनि अब देशमा जुन लेभलको विकास हुनुपर्ने, हाम्रो ग्लोबल्ली हामी जुन ठाउँमा पुग्नु पर्ने हो, समय अनुसार नपुगेको कारणले त्यो एउटा आन्दोलन परिस्थितिले जन्मायो र त्यो आन्दोलन भयो। त्यो भइसकेपछि फेरि एउटा नयाँ सरकार फर्मेसन भएको छ। तर देशमा धेरै कुराहरू विकास भए, धेरै चेन्जेस भए, परिवर्तन धेरै भएका छन्, नभएको भन्न मिल्दैन। 2046 सालभन्दा अगाडिको कुरा, 63 सालभन्दा अगाडिको कुरा र अहिलेको समयमा धेरै कुराहरूको विकास, डेभलपमेन्ट भएको छ। तर पनि अघि मैले भनिसकेँ, ग्लोबल्ली जुन लेभलमा जानुपर्ने त्यो लेभलमा हामी जान सकेका छैनौँ। अहिले पनि हामी अन्डर डेभलप कन्ट्रीमा काउन्ट छौँ भनेपछि चेन्जहरू धेरै हुनुपर्ने छ। तर अहिले आएको जेनजी सरकारबाट पनि जुन अनुसारको आम नागरिकबाट आशा गरिएको थियो, त्यो आशा अनुसार काम
हुन सक्ला भन्ने कुरा मैले अलिकति अझै पनि अनुभव गर्न सकिरहेको छैन। भन्नाले बल्ल त 3 महिना त भयो सर, अब हामीले यति छिटो मूल्याङ्कन गर्न आवश्यकता छ र? हुने बिरुवाको चिल्लोपात भनिन्छ नि, कुनै पनि अब जस्तो यो सरकारले साँच्चै राम्रो काम गर्नु सक्छ भन्ने हो भने त्यो सुरुदेखि नै केही उसको देखिन्छ, अलिकति राम्रो पातहरू चिल्लोपात देखिन्छ भने जस्तै चिल्लोपात देखिन्छ। मैले त्यस्तो चिल्लोपात अनुभव गर्न पाएको छैन। ठिक छ, हामी एकदमै पोजिटिभ हौँ, कुनै पनि आशा गरौँ, निराशा हुनु भएन। अब हामीले एउटा स्टेबल गभर्मेन्ट चाहन्छौँ भने केही समय त हेर्नु पर्यो नि त, कुनै पनि गभर्मेन्टले हामी हेर्नै नसक्नु भन्ने त फेरि अब यस्तो छ। अहिलेको गभर्मेन्ट फर्मेसन जुन भइरहेछ, खास गभर्मेन्ट त बन्यो, तर कसो भने यो देश विकास गर्ने हो भने प्रतिशोधलाई साँधेर देश विकास हुँदैन। तपाईले विकास गर्नु छ भने यस्तो योजनाहरू ल्याउनुस्, यति लङ टर्मको योजनाहरू बनाउनुस् ताकि त्यो चिजलाई कन्टिन्युटी दिन सकियोस् र त्यसले साँच्चै देशले फड्को मारोस्, लङ टर्ममा मारोस्। पोलिसी मेकिङमा काम गरौँ हैन। के राम्रो काम भएको छ, जस्तो तपाईले प्रशासनिक काममा हेर्नुहुन्छ भने राम्रा काम भएकोहरू छ, तर विगतमा भएको जुन तपाईको बजेट आयो हाम्रो देशको कन्टेक्स्टमा, बजेटले देशको विकासको खाकालाई धेरै हदसम्म डिटरमाइन गर्छ। त्यो बजेटलाई तपाई फर्केर हेर्नुभयो भने त्यो बजेट त्यति आशावादी चाहिँ मलाई लागेन। विगतका बजेटहरू भन्दा नयाँ चिज, नौलो चिज अथवा एक्सेप्सनल चिज केही पनि लागेन। त्यसले गर्दाखेरि म त्यति ह्यापी चाहिँ छैन। तपाई बजेटबाट त्यति सन्तुष्टि चाहिँ हुनु छैन। ओके, ठिक छ। भनेपछि तपाईलाई कस्तो भन्नाले के तपाईँ युवा उद्यमी युवाहरूलाई त झन् लक्षित गरेर राम्रो बजेट लिएर आएको भन्नुहुन्छ नि त अर्थमन्त्रीजी त? अब यस्तो छ, उहाँको बजेट ल्याएको भन्ने कुरामा चाहिँ अब उहाँले एउटा कुरा भन्नुभएको छ, तर रियालिटीमा अर्कै देखिन्छ। जस्तो तपाईँलाई हाम्रो देशको अघि हामीले कुरा गर्यो हाइड्रो पावरको कुरा गर्यो, हाइड्रो पावरमा हाम्रो विकास बजेट तपाईँले जस्तो 21 अर्ब समथिङको हाम्रो बजेट छुट्याएको छ। त्यो मध्येमा विकासमा हामीले जम्मा 4 खर्ब कति मात्रै विकास बजेट छुट्याइएको छ, अरू प्रशासनिकमै गएको छ। लगायत हाम्रो ऋण तिर्नलाई नै कति गएको छ, फेरि ऋण अहिले फेरि 7 खर्ब 6 खर्ब कति ऋण हामीले भारी बोक्दैछौँ। लगायत धेरै कुराहरू छ। यो कुरा बजेट ठुलो बनाउनु, बजेटमा ऋण लिएर अगाडि गइराख्दाखेरि हामीसँग विकासको लागि चाहिँ ऋण लिनु राम्रो कुरा हुन्थ्यो, तर हाम्रो पुरानो लोन तिर्नलाई, पुरानो खर्च रन गर्नको लागि ऋण लिइरहेको छ। एनिवे हामी यात्राकै क्रममा छौँ, काठमाडौँको सडकमा हामी दौडिरहेका छौँ, हिँडिरहेका छौँ। सडकमा बाहिर हल्का पानी पनि परिरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। जस पानी परेपछि फेरि काठमाडौँमा एकदमै जाम हुन्छ, त्यो हामीले व्यक्ति र महसुस गर्दै आएको कुरा पनि हो। सर तपाईँ कतिको जाममा पर्नुहुन्छ भन्नु त सर? अलिकति अब फरक प्रसङ्गमा गफ गर। काठमाडौँमा जाममा पर्छौँ, अचेल त धेरै कम भयो। आजभन्दा 5, 6, 7, 8, 10 वर्ष अगाडि चाहिँ एकदमै जाम हुन्थ्यो। विगत 3, 4 वर्ष 5 वर्षदेखि नेपालको सडकहरू धेरै खुल्ला भएको छ पहिलाको कम्पेरिजनमा, र सडकहरू पनि धेरैवटा बढेको छ। जस्तो तपाईँको करिडोरको सडकहरू धेरैवटा बने, भइरहेका सडक पनि वाइड हुँदै गए, र कति नयाँ बस्तीहरूमा पनि सडकहरूको विस्तारहरू भए, जसले गर्दाखेरि गाडीको क्वान्टिटी पहिलाको भन्दा धेरै बढेको छ। तथापि जाम त्यो रेसियोमा छैन, र जाम नहुनुमा अर्को एउटा रिजन के हुन सक्छ भने ट्राफिक रुललाई राम्रोसित फलो गरियो, र ट्राफिक एउटा फाउन्डेसनहरू इन्फ्रास्ट्रक्चरहरू पनि पहिलाभन्दा केही राम्रो भएको कारणले पहिलाभन्दा इम्प्रुभ छ भन्छु म चाहिँ। जस विकास भएको छ, केही भएको छैन भन्दा धेरै कुरा भएको, धेरै विकास भएको छ, फड्को मारेको छ हैन, मारेको छ, गइरहेको छ, तर यो भन्दा फास्ट ग्रोमा गर्नुपर्ने विकास चाहिँ। अनि पानी पर्दा यात्रा गर्दा कस्तो महसुस हुन्छ सर? अहिले पानी परिरहेछ, त्यही भएर परिवेशलाई पनि अलिकति रमाइलो गरौँ। पानी पर्दा भिज्दै यात्रा गर्दा के कस्तो हुन्छ भनेर तपाईँले सोधेको क्वेसन भएको भए जाडो हुन्छ अथवा यस्तो हुन्छ भन्ने रिएक्सन आउँथ्यो। ठिक छ, पानी पर्दाखेरि वाइपर चलाएर हिँड्दाखेरि रमाइलो लाग्छ। गाडीमा तपाईँ त 2 पाङ्ग्रेमा पनि चढ्नुभयो, 4 पाङ्ग्रेमा पनि चढ्नुभयो होइन? हजुर। यो गाडी चलाउनु
आउँदाखेरि नि 4 पाङ्ग्रेमा मजा आउँदो रहेछ कि 2 पाङ्ग्रेमा होइन आफ्नो पर्सपेक्टिभ हुन्छ तपाईँले कुन के कामको लागि 4 पाङ्ग्रे चलाइराख्नु भएको छ जस्तो तपाईँलाई अब जस्तो वेदर एकदम राम्रो छ चर्को घामहरू हुँदैन चिसो छैन भने रोड खाली छ भने तपाईँलाई 2 पाङ्ग्रे बाइक लिएर अब बाइक मात्रै चलाउँछु मलाई कुनै कामको प्रेसर छैन भनेर हिँड्नुभयो भने 2 पाङ्ग्रे चलाउनको छुट्टै मजा छ तर तपाईँ केही काममा हुनुहुन्छ अब जाडो चिसो छ तातो छ वेदर पानी परेको छ अथवा गर्मी छ चर्को छ काम छ भने त्यस्तोमा गाडीमा हिँड्दाखेरि तपाईँलाई सहज हुन्छ अनि तपाईँ चाहिँ सपिङ चाहिँ कति गर्नुहुन्छ सर सपिङ मनपर्छ तर म सपिङ भनेर धेरै टाइम खर्च गर्दिनँ मलाई मेरो चाहिने सामान के हो म पहिला फिगर आउट गर्छु मेरो लागि चाहिने सामान र त्यही अनुसारको डेडिकेटेड जुन मार्केट छ त्यो मार्केटमा जान्छु र मेरो सपिङ चाहिँ एकदम इन्स्टेन्ट हुन्छ क्विक हुन्छ है ओके हामी अहिले अब यत्रो पानी परिरहेको छ बाहिर एकदमै ठुलो पानी परेको छ अहिले बर्खाको मौसम छ काठमाडौँमा मात्र होइन धेरै ठाउँमा पानी परिरहेको छ एकैछिनमा घाम लाग्छ भने एकैछिनमा पानी परेको अवस्था छ अनि त्यो कारणले गर्दा बाहिर एकदमै ठुलो पानी परिसकेको छ लगभग हामीले हाम्रो कुराहरू त सिधाइसक्यौँ अब हामी अन्तिममा छौँ अन्तिममा श्री सरलाई चाहिँ केही कुराहरू राख्न मन छ भने प्लिज सर सुनिरहेको थिएँ अब तपाईँले मोबाइल कास्ट लिएर आउनुभयो त्यो पनि मेरै गाडीभित्र बसेर तपाईँसँग आफ्नो कुरा यात्रा गर्दै मेरो कुरा सेयर गर्नु पाउँदा एकदमै रमाइलो लाग्यो रमाइलो क्षण लाग्यो एनिवे थ्याङ्क यू भेरी मच सर तपाईँले यो समय दिनुभयो व्यस्त समयलाई पनि हामीसँग साट्नलाई समय दिनुभयो त्यसको लागि तपाईँलाई अझ विशेष धन्यवाद श्री सरका कुराहरूबाट हामीले अब धेरै कुराहरू सिक्न सक्छौँ किनभने उहाँले चाहिँ एउटा देशमा केही परिवर्तन ल्याउनुपर्छ र आफैले स्वरोजगार उत्पादन गर्नुपर्छ भनेर लागिरहनु भएको अवस्थामा यस्ता युवा उद्यमीहरूलाई चाहिँ उहाँको कुराकानी अलिकता उत्प्रेरणाको लागि पनि हुन सक्छ भन्दै आजको लागि बिदा हुन चाहन्छु धन्यवाद फेरि अर्को नयाँ एपिसोड लिएर आउने नै छु तबसम्मको लागि बिदा दिनुहोस् नमस्ते थ्याङ्क यू